शक्तिशालीहरूलाई धनीहरूलाई परमेश्वरले छान्नुहुन्न। आदरणीय प्रभुको दास पास्टर रोबर्ट कार्थकज्यूले बोल्नुभएको यो म्यासेज सुनौ, त्यसपछि कुराकानी गर्नेछौँ। म तपाईँलाई पढेर सुनाउँछु। पहिलो कुरिन्थी पहिलो अध्यायको 26 पददेखि जानिराखेका कुराहरू हुन्, नयाँ कुराहरू होइन निनीहरू। सुन्नुहोस् कान खोलेर 26 पददेखि म पढ्दैछु। किनभने ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर। शरीर अनुसार धेरैजना बुद्धिमान, धेरैजना शक्तिमान, धेरैजना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो। परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई अर्थात् भइरहेका कुराहरूलाई बेकम्मा गराउनका निम्ति हुँदै नभएका कुरालाई चुन्नुभयो। देख्नुहुन्छ, यो चाहिँ कोही प्राणीले परमेश्वरको सामने घमण्ड गर्न नपाओस् भनेर हो। धनी ज्ञानी खानदानी धेरै पढेका विद्वानहरू, ठुला ठुला पास गरेका, धेरै वरदानहरू भएका घमण्ड अभिमानीहरू, त्यस्ताहरूलाई, बलियोहरू, शक्तिशालीहरूलाई, धनीहरूलाई परमेश्वरले छान्नुहुन्न। किनकि यदि परमेश्वरको काम उनीहरूले गर्यो भनेपछि मैले गरेँ भन्छन् उनीहरूले। मैले गरेँ। यस कारण परमेश्वरले हुँदै नभएकालाई, गरिबहरूलाई, मूर्खहरूलाई, शक्तिहीनहरूलाई, तुच्छहरूलाई, त्यागिएका फालिएकाहरूलाई परमेश्वरले चुन्नुहुन्छ अनि परमेश्वरले आफ्नो महिमा लिनुहुन्छ। आमेन। हजुर, पहिलो कोरिन्थीको पत्र 1 अध्यायको 26 पददेखि 31 पदसम्म उहाँले हामीहरूको माझमा पढेर सुनाउनु भयो। यहाँनिर विशेष गरी परमेश्वरले कस्ता व्यक्तिहरूलाई उहाँको महिमाको लागि चुन्नुहुन्छ, कस्ता व्यक्तिहरूलाई उहाँको महिमाको लागि प्रयोग गर्नुहुन्छ भन्ने बारेमा वर्णन गर्नुभएको शक्तिशाली म्यासेजको लागि हामी उहाँलाई धन्यवाद दिन्छौँ। गर्व गर्नेले प्रभुमा नै गर्व गरोस् भन्ने यो शक्तिशाली म्यासेज तपाईँलाई कस्तो लागेको छ? उहाँले बोल्नुभएको यो शक्तिशाली वचनबाट म आशिषित भएको छु। उहाँले बोल्नुभएको यो म्यासेज सुनिसक्नु भएपछि तपाईँलाई कस्तो लागेको छ? कमेन्टद्वारा छोटकरीमा तपाईँको प्रतिक्रिया दिनुहोला। थ्याङ्क यू, गड ब्लेस यू।